हेलो गाइस, म चाहिँ बेलुन फुलाउँदैछु। भोलि मेरो भाइको भाग पऱ्यो, त्यही भएर राति डेकोरेसन गर्दैछौँ हामी। रातिको 2 हो कि 1 बज्यो। भाइको जुत्ता, यो मेरो मामु हो, यो म हो, म नाच्दैछु। यो मेरो दिदी हो, यो मेरो बाबा हो, यो मेरो मम्मी भाइको टपरी हो। अनि यो हामीले डेकोरेसन गऱ्यौँ। यो चाहिँ भोलिको लागि हाम्रो भाइ। अनि यहाँ चाहिँ छु म यति राम्रो देखेछु, भाइ पनि राम्रो देखेछ। अनि भाइले मलाई हेरिरहेको छ को यति राम्रो हो भनेर। अब म रेडी भयो भाइलाई माम खुवाउन। फर्स्ट टाइममा म खुवाउँछु। अनि मेरो साथी मिरा पनि आउँछिन्, मेरो दिदी नि आउनुहुन्छ, सब दिजुहरू पनि आउनुहुन्छ। यो मेरो जन्म दिजु हो, अनि अब मैले सिक्का उठाएँ। भाइलाई के दिन्छ त? भाइलाई यति यस्तो गर अनि यति मात्र नि यहाँ यति एउटा माम राख अनि यति खिरमा जोब अनि ओ मोहमा यति हात नटेकन हात टेक्ने हैन के। भाइलाई माम खाँदैछु गाइस। मेरो भाइको टोपी यस्तो छ। अनि फेरि मेरो दिदीको हुन्छ। अहिले नखुवाइदेऊ यो भन न। मैले अहिले भर्खर राखेको नि त थाले फर्स्ट मैले अर्को उसमा जल्यो नि त त्यो अन्त यसमा मिठाई सको क्या अक्षता नलाइदेऊ कि हो चन्दन लगाइदेऊ। यो चन्दनवाला रातो टिक्का रातो ट्याक्कै सांस कटेर निकाल्न लाग्यो पर्दैन दुनले पनि त सजाउनलाई बाई। यति मात्र हैन ल गर्दै न अलि आज आउँदा